यस ख्रिस्टको नाममा सबैलाई जय मसीह तथा सालोम। आज यस भिडियोमा परमेश्वरबाट हजुरको लागि सान्त्वना अनि आशा र हजुरहरूलाई जीवन दिने वचनलाई लिएर चाहिँ म यस समय आएको छु। आज तपाईँहरू चाहिँ आफ्नो जीवनको कठिन अनि गाह्रो परिस्थितिबाट भएर चाहिँ गइराख्नु भएको छ, तपाईँ जिराख्नु भएको छ। जस्तै असफलताहरू, अभावहरू, मानिसबाट त्यागिएको, एक्लोपनको कुराहरू, चिन्ता र फिक्रेका कुराहरू, अनि भविष्यको लागि अन्यलताका कुराहरू, अनि डर र त्रासका कुराहरू, विभिन्न रोग र बिमारको कुराहरू, अनि मानिसबाट चाहिँ त्यो आलोचनाका कुराहरू, तपाईँले चाहिँ यस्तो परिस्थितिहरूलाई चाहिँ सामना गरिराख्नु परेको छ। यस्तो परिस्थितिबाट चाहिँ तपाईँ भएर गइराख्नु परेको छ। यो परिस्थितिहरू हुँदै गर्दा चाहिँ तपाईँलाई चाहिँ दुष्टले चाहिँ विभिन्न दियावलसले चाहिँ विभिन्न किसिमको झुटको कुराहरू बोलिराखेको छ। त्यसले चाहिँ तपाईँलाई भन्दैछ तेरो जीवन चाहिँ अब यत्तिकै हो, तेरो लागि कुनै आशा छैन, भविष्य छैन, तेरो लागि चाहिँ कुनै जीवनको कुराहरू छैन, तेरो जीवन चाहिँ अब यत्तिकै हो भने त्यसले तपाईँलाई झुट बोलिराखेको छ। अनि त्यसले भनिराखेको छ त विगतमा पनि फर्कन सक्दैनस् अनि तेरो भविष्यको लागि पनि आशा छैन, तेरो जीवन चाहिँ यत्तिकै हो भनेर त्यसले तपाईँलाई झुट बोलिराखेको छ भने तपाईँले त्यसलाई भनिदिनुहोस् झुट, यो चाहिँ झुट, त्यसले चाहिँ झुट बोलिराखेको छ, तपाईँले भनिदिनुहोस् कि झुट हो यो। तर परमेश्वरमा चाहिँ आफ्नो भरोसा राख्नुहोस्, परमेश्वरमा चाहिँ आफ्नो विश्वासलाई राख्नुहोस्, परमेश्वरमा चाहिँ आफ्नो आशालाई, आफ्नो भरोसालाई, अनि आफ्नो भविष्यलाई, आफ्नो जीवनलाई चाहिँ समर्पण गर्नुहोस्। किनभने परमेश्वरले चाहिँ तपाईँलाई भन्दै हुनुहुन्छ कि तपाईँको भविष्यको लागि चाहिँ आशा छ, तपाईँको भविष्य, तपाईँको सम्पूर्ण जीवन चाहिँ परमेश्वरमा सुरक्षित छ। परमेश्वरले चाहिँ तपाईँको अहिलेको परिस्थितिलाई चाहिँ बदल्नुहुन्छ, परिवर्तन गर्नुहुन्छ, अनि उहाँले चाहिँ तपाईँलाई फेरि के त नयाँ तुल्याउनुहुन्छ। किनभने परमेश्वरको वचनलाई हामी हेर्छौँ भने आज्ञाको पुस्तकमा यसरी भन्नुभएको छ परमेश्वरले, यो मन्दिर, यो भवनको महिमा चाहिँ पहिलेको भन्दा चाहिँ पछिको महिमा अझै बढी हुनेछ, के त अझै महिमित हुनेछ, अझै के त पछिको महिमा चाहिँ अझै बढेर जानेछ भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। अनि तपाईँ चाहिँ परमेश्वरको मन्दिर हुनुहुन्छ, तपाईँ परमेश्वरको भवन हुनुहुन्छ। अनि तपाईँको विगत कस्तो थियो त्यो मतलब भएन, राम्रो थियो होला, जतिसुकै राम्रो भए तापनि त परमेश्वरले भन्दै हुनुहुन्छ कि विगतको तपाईँको जीवनभन्दा चाहिँ पछिल्लो जीवन, विगतको भन्दा चाहिँ पछिको महिमा, होइन, पछिको तपाईँको लागि परमेश्वरले राखिदिनु भएको जीवन चाहिँ अझै महिमित भएर जानेछ भनेर चाहिँ परमेश्वरले भन्दै हुनुहुन्छ। वर्तमान न विगत न वर्तमान, परमेश्वरले यही भन्नुहुन्छ कि विगत र वर्तमान भन्दा चाहिँ तपाईँको लागि परमेश्वरले राखिदिनु भएको भविष्यको महिमा चाहिँ बढेर जानेछ। परमेश्वरले तपाईँलाई यही भन्दै हुनुहुन्छ। परमेश्वरमा आशा राख्नुहोस्, स्थिर रहनुहोस्, किनभने परमेश्वरले चाहिँ स्थिर रहने, धैर्य गर्ने मानिसलाई चाहिँ एकदमै धेरै परमेश्वर खोज्नुहुन्छ, चाहना गर्नुहुन्छ। अनि परमेश्वरले चाहिँ यस्ता मानिसहरूलाई चाहिँ के त इनामहरू चाहिँ दिनुहुन्छ। केवल परमेश्वरमा स्थिर रहनुहोस्, परमेश्वरसँग चाहिँ तपाईँको लागि आशा छ, तपाईँको लागि भविष्य छ, परमेश्वरको चाहिँ के त परमेश्वरमा चाहिँ तपाईँको लागि जीवन छ। परमेश्वरले तपाईँको जीवनमा चाहिँ सफलताहरू ल्याउनुहुनेछ अनि प्रशस्तताको कुराहरू ल्याउनुहुनेछ। परमेश्वर तपाईँको जीवनमा चाहिँ तपाईँलाई आवश्यक पर्ने सम्पूर्ण मानिसहरू चाहिँ तपाईँको जीवनमा पठाउनुहुनेछ, तपाईँलाई प्रेम गर्ने, तपाईँलाई उठाउने, तपाईँलाई चाहिँ सहायता गर्ने, तपाईँलाई चाहिँ उत्साह दिने, तपाईँलाई के त परमेश्वरको पक्षमा लाने मानिसहरू परमेश्वरले चाहिँ तपाईँको जीवनमा पठाउनुहुनेछ। अनि परमेश्वरले चाहिँ तपाईँलाई हरेक बिमारहरूदेखि चाहिँ निको पार्नुहुनेछ, फेरि स्वास्थ्य पार्नुहुनेछ। अनि परमेश्वरले चाहिँ तपाईँलाई फेरि पनि त्यो के त तपाईँलाई चाहिँ तपाईँको महिमालाई देखेर चाहिँ परमेश्वर चाहिँ तपाईँसँग हुनुभएको देखेर चाहिँ तपाईँ र परमेश्वरको चाहिँ तपाईँको परमेश्वरको चाहिँ प्रशंसा गर्ने मानिसहरू चाहिँ तपाईँले देख्नुहुन्छ तपाईँको जीवनमा। हुन्छ, साँच्चै नै परमेश्वरले चाहिँ तपाईँलाई यो वचनबाट चाहिँ उत्साह दिनुभएको होस्, आशिष दिनुभएको होस्। परमेश्वर तपाईँ साथमा हुनुहुन्छ, परमेश्वरले भन्नुभएको छ अनि उहाँले पुरा गर्नुहुन्छ कि तपाईँको विगत र वर्तमानभन्दा चाहिँ भविष्यको लागि परमेश्वरले राखिदिनु भएको आशा र जीवन चाहिँ अझै बढी महिमित हुनेर जानेछ। हुन्छ, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। हुन्छ, जय मसीह तथा सालोम।